गर्दै जति बेला आजको नेपाल प्रहरी श्रीमती सङ्घका श्रीमती नवीना खत्री कार्कीज्यू र विशिष्ट अतिथि नेपाल प्रहरी सङ्गठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूको आगमन भइसकेको छ। राधे राधे। अध्यक्ष महोदय, यसै गरी प्रमुख अतिथि श्रीमती सङ्घका अध्यक्ष महोदय, यसै गरी विनम्र अनुरोध गर्दै म आफ्नो कुरा यही टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद समाजसेवी श्री अरुण गेवालीज्यू। अब शुभकामनाकै क्रममा शुभकामना मन्तव्य राखिदिनु हुन विशिष्ट अतिथि गाउँपालिका वडा नम्बर 3 र 4 मा रहेका अति विभिन्न परिवारलाई न्यानो कपडा वितरण कार्यक्रमका सभापति एवं समाजसेवी रामनारायण शाहज्यू, विशिष्ट अतिथि प्रहरी महानिरीक्षक खाएर कोही डराउनुहुन्न। फोटो त आउँछ, सार्वजनिक मान्छे कसैले खिच्छ होला होइन, तर त्यसको मतलब फोटो खिचाएको मान्छेको मान्छे होइन। म सबैको आँखाको बेटा छु, त्यसैले यहाँहरूले आफै भन्न सक्नुहुन्छ, यहाँको लागि भन्न सक्नुहुन्छ। यस्तो गफ दिने मान्छे, फोटो देखाउने मान्छेको विश्वास नगर्नु होला, सिधै कुरा गर्नु होला। सिधै कुरा गर्दा हामी ठ्याक्क नजिक बसेर काम गर्न सक्छौँ। यति भन्दै अब हामीलाई मुख्य काम हाम्रो न्यानो वितरण कार्यक्रम हो, त्यसमा जानु छ। त्यसैले मैले मेरो कुराहरू छोटाएँ, फेरि पनि बसौँला, फेरि पनि आउँला। यहाँहरूका समस्यालाई सिधै भने पनि हुन्छ। कोही टाठाबाठाले फोन गर्ने, सिधा सादाले फोन नगर्ने भन्ने हुन्छ। जसले फोन गरे पनि उठाउनुपर्छ हामीले, जसको फोन पनि उठ्छ भ्याएसम्म। अझ अहिले यहाँ बोल्दैछु, त्यहाँ भ्याउँदैन, फोन आइरह होला, उठाउँदैन, तर अरू बेलामा उठाउँछु। त्यस कारणले फोनमा कुरा गर्न पनि सकिन्छ, दुःख परेको बेला गर्न सक्छ, बदमासी गरी गर्न सकिन्छ। पुलिसले पनि राम्रो काम गरिदिएन, पुलिसले पनि ठिक गरेन भने पनि फोन गर्नुपर्छ। अच्छा